कक्षा कोठामै विद्यार्थीले शिक्षिकामाथि गरे निर्घात कुटपिट। मध्य प्रदेशको जनकपुर स्थित प्रतिष्ठित शैक्षिक संस्था सेन्ट जेभियर्स हाई स्कुलमा एक विद्यार्थीले आफ्नै शिक्षिकामाथि कक्षा कोठामै अमर्यादित ढङ्गले निर्घात कुटपिट गरेको स्तब्धकारी घटना सार्वजनिक भएको छ। ज्ञानको मन्दिर मानिने विद्यालयभित्रै शिक्षिकामाथि यसरी विद्यार्थी नै जाय लागेर कुटपिट गरेपछि अहिले सामाजिक सञ्जालदेखि स्थानीय स्तरसम्म चौतर्फी आक्रोश र चिन्ता व्यक्त भइरहेको छ। घटनाका अनुसार कक्षा कोठामा पढाइ भइरहेको समयमा ती विद्यार्थीले अनुशासनको धज्जी उडाउँदै अचानक शिक्षिकामाथि हातपात गरेका छन् भने घटना लगतै विद्यालय प्रशासन र स्थानीय सुरक्षा निकायले यस विषयलाई गम्भीर रूपमा लिँदै आन्तरिक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाएका छन्। पछिल्लो समय विद्यालयहरूमा विद्यार्थीको अनुशासनहीनता र यस्ता उच्छृङ्खल गतिविधिहरू बढ्दै जाँदा समग्र शिक्षण पेशा नै असुरक्षित बन्दै गएको भन्दै बुद्धिजीवीहरूले चिन्ता व्यक्त गरेका छन्। शिक्षिकामाथि अभद्र व्यवहार गर्ने ती विद्यार्थीलाई कडा कारबाही हुनुपर्ने माग जोरदार रूपमा उठ्न थालेको छ।